सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। म आज आइसकेको छु एउटा नयाँ भिडियो लिएर। हो भिडियो नगराएको पनि पुरै 1.5 वर्षै भइसक्यो, भन्दा बढी भइसक्यो जस्तो छ है। ल अब आज चाहिँ हामीहरू जानेवाला छौँ काठमाडौँदेखि घर 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 होम स्विट होम। दसैँ आइसकेको छ, अब म जानेवाला छु घर। म जानुपर्ने हो 4 बजे, अहिले भइसक्यो 3 कति भइसक्यो। अब यहाँदेखि चाहिँ फटाफट निस्किन्छौँ हामी। ल हेर्दै जाऊँ है त, ल कस्तो हुन्छ जाने बेलाको स्थिति परिस्थिति। ल हेर्दै जाऊँ। कोठा मिलाएको छैन, कोठा यस्तो हो, कोठा हल्का मिलाउनु पऱ्यो। अनि त्यसपछि म जान्छु, बाई बाई। फाइनली ब्याग प्याक गरेँ है। अब चाहिँ निस्किनुपर्छ एकछिनमा। अब ब्याग प्याक पनि भयो होइन। ल है त, अब ब्याग प्याक पनि भइसकेको छ। अब एकछिनमा चाहिँ निस्किहाल्नुपर्छ, किनकि अब निस्केन भने चाहिँ एकदम ढिलो भइहाल्छ हामीलाई। ल अब फटाफट म गरेर निस्किन्छु। पठाउलाई बुक हानिहाल्नु पऱ्यो, त्यसपछि निस्किनु पऱ्यो। ल है त, अब म घरसम्म मस्त भिडियो गराउँदै जान्छु। अब हात त म अब जाएंगे। कपडा आउटफिट यो अब जुत्ता लाउँछु, तल चाहिँ जुत्ता लाउनु पऱ्यो। अनि निस्क्यौँ है त, ल बाई। मेरो संसारमा सबजना मेहमानी आफू चुप्प लागि बस्या हुन्छु। आजले बन्छ लेजेन्ड अनि आजले बन्छ गोल। अनि यसो विचार गरे कुरा राम्रै जस्तो लाग्छ, यस्तो राम्रो कुरा। तपाईहरुले यहाँसम्म चाहिँ भिडियो हेर्नुभयो होला। यहाँसम्म चाहिँ भिडियो एकदम नर्मल छ, नर्मल ब्लग जस्तो। अबको चाहिँ कन्टेक्स्ट के हुन्छ भनेर चाहिँ म भनिदिन्छु है। हाम्रो फ्लाइट हुन्छ 4:15 को हुन्छ। 4:15 को फ्लाइट डिले भएर 5:15 हुन्छ। त्यति बेलासम्म मान्छे 1 घन्टा त नर्मली पनि डिले भइरहेको छ। ल ठिक छ, 5:15बाट 6:15 मा डिले हुन्छ। त्यति बेला मान्छे हल्का हल्का रिसाइरहेको हुन्छन्, ओहो 2 घन्टा भएन। 6:15 को 7:15 मा लगिदिन्छ, त्यति बेला मान्छे ओभर रिसाउँछन्। अब यति बेला चाहिँ के हुन्छ भन्दाखेरि 7:15बाट पनि अझै डिले गर्छ भन्ने चाहिँ कुरा हुन्थ्यो। तर हाम्रो प्लेन उड्यो चाहिँ 8 बजे उड्यो। तर यति बेला चाहिँ अब यो 1 घन्टा चाहिँ लगभग 1 घन्टै हुन्छ यस्तो। अनि त्यसपछि के चाहिँ हुन्छ भनेर अब हेर्नु है त। यो चाहिँ श्री एयरलाइन्सको प्लेन डिले भएर मान्छेहरू चाहिँ एकदम धेरै रिसाएको हुन्छन् त्यति बेलाको हो। ल लफडा गऱ्यो, लफडा गऱ्यो। हामीलाई प्लेन चाहियो, हामीलाई प्लेन चाहियो। 4:30 बजेदेखि बोलाएर अलपत आइसक्यो त प्लेन। अनि प्लेन आयो त, फेरि के भयो त? हामीले उडाउनु परेन भनेको, फेरि के हो? 2 घन्टाको स्ट्रगलपछि फाइनल्ली हिँड्दा अन्डी हामीले कति बसाल्यो, कति भइसक्यो। बाहिर बसेको 3 घन्टा भइसक्यो। अब यहाँ बसेको आधा घन्टा हुनै लागिसक्यो। भइसक्यो भन्नु न। अब त्यही त हो नि दिदी। कस्तो छ दिदी भनिदिनु त एक्सपिरियन्स। हामी यहाँ प्लेन चढ्नलाई 13,000 तिरेको, गाडी चढिरहेको छु, प्लेन चढिरहेको छु, कराइरहेको छु, दिदी माथि अन्याय भयो। हामी माथि अन्याय भयो। अब हामी आवाज उठाउनै पर्छ। ल यो आवाज दिदीको आवाज दब्नु हुँदैन कि। अब क्रान्ति आउँछ। घन्टाको कसमकस पछि फाइनल्ली अब बल्ल जाने पालो आयो है। अझै 25 मिनट होल्ड रे। दुःख पाइयो नि आन्टी, तर भन्ने हो नि हामीले बेसी पनि दुःख पाइयो हो कि नै? के लाग्छ तपाईँहरू? हो होइन, चाँडो होला सोच। फाइनल्ली अब बल्ल हिँड्यो। यति घन्टापछि बल्ल हिँड्यो। अब अझै उडेको थिएन, हिँड्नु चाहिँ हिँडेको हजुर। अब त नरोक्दा हो, अझै पनि रोक्न सक्छ। ल बल्ल उड्यो। अब बल्ल पुग्ने भयो। ल हामी दुईजनै बोल्दा परेछौँ। फेरि एउटै सिट अघिदेखि सँगै फेरि तपाईँ र म अन्त भाग्य रहेछ कि हेर्नु, तपाईँ र मेरो भेट भयो।
हामीहरू नेपालमा पुग्न आँट्यो लाग्यो अब 2 मिनेट बाँकी होला लगभग 2 मिनेटमा हामीहरू आफ्नै ठाउँमा आन्टी आफ्नो माइतमा ल बधाई छ आन्टीलाई धन्यवाद छ तिमीलाई नि बधाई छ ल धन्यवाद आन्टी ल हामीहरू चाहिँ ल्यान्डिङ गर्न लागेको छौँ हिँडी पनि देखिरहेको सेल्फी क्यामेरा आशा गर्दै फेरि पनि एयरलाइन्सलाई सेवा गर्ने अवसर दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ। नमस्ते, शुभरात्रि। Ladies and gentlemen, we have landed Nepal Gunj Airport. The outstanding 6 degrees Celsius. Please remain seated and your bag will be complete distance and bathroom sequence standing inside. ढिलो गरे तर Stand ल्यायो use confident of the means centered on speaking to आन्टी आयो आयो फाइनली आयो तर पानी पर्यो तातो हावा पनि आयो कस्तो तातो हावा हप्पा आयो नि यस्तो अहिले पनि यति गर्मी खायो अब फेरि जान्छ यो प्लेन भनेपछि है त्यही जान्छ रे हजुर ए मान्छे अहिले पनि छ नि ओहो नेपालगञ्ज एयरपोर्टमा फाइनली आइपुग्यो त्यही त कस्तो गर्नु हप्प आउने रातिमा नै गर्मी रातिमा यस्तो गर्मी छ नि अहिले पनि गर्मी छ यहाँ त भिडियो बनाइ बसेछु अनि बित्तिकै पानीले स्वागत गरेर रेनकोट लगाएर बसेछु अब चाहिँ हामीहरू घर जान्छौँ